हेलो साथीहरू, आज चाहिँ म हजुरहरूलाई सस्तो र मिठो झोल चटपटे अनि सादा थुक्पा खाने ठाउँ देखाउँदै म पनि जाँदैछु। यस्तो घाम लाग्दै थियो नि साथीहरू, त्यही पनि यो खानेकुरामा हामीलाई छेक्ने होइन घामले भन्दै म छोरा भेना लाग्यौँ। हाम्रो चाहिँ घरदेखि मेन रोड निस्किनु 2 मिनट 3 मिनट लाग्छ। जोडी चौतारा निस्किनुपर्छ। त्यसपछि हामी चाहिँ सिधा बेलडाङ्गी 1 हुँदै 2 जानुपर्छ साथीहरू। अनि यो रोड चाहिँ यति राम्रो भएको छ नि अहिले है। म चाहिँ गफ लाउँछु, तपाईँहरू चाहिँ लोकेसन हेर्नु होला है। अनि त्यसपछि म चाहिँ हल्का खानुमा होइन पुरै खुसी छु नि त खानु भनेपछि। अनि यत्तिकै टिपहरू राख्दै थिएँ, कपाल उडाउँदै हिरोनीवाला फिल गर्दै। छोरो चाहिँ फेरि बिचमा आनन्द बसिरहेको थियो, तर छोरोले चप्पल हरायो साथीहरू है भन्दै हामी चाहिँ बेलडाङ्गी 1 पुगेर 2 तिर लाग्यौँ साथीहरू। अनि मलाई यो रोड चाहिँ यति धेरै आनन्द र राम्रो लाग्छ नि अहिले चाहिँ होइन, नयाँ बनाएर होला सायद। अनि त्यसपछि म चाहिँ हल्का नक्कल पार्दै यताउति हेर्दै है हजुरहरूलाई गफ लाउँदै जाँदैछु साथीहरू। अनि लोकेसन चाहिँ हेर्नु है, म त जे बोल्छु कि यताउति जे पाएँ त्यो बोलिरहेको हुन्छु। हजुरहरूले चाहिँ मेन भनेको मलाई हेर्नु र मेरो भोइस सुन्नुभन्दा हजुरहरूले लोकेसन हेर्नु होला। मेरो क्यामेराले लोकेसन फोकस गर्छ, हजुरहरू चाहिँ हेर्नु होला भन्दै हामी चाहिँ ठ्याक्क ठाउँमै पनि पुग्न लाग्यौँ। बेलडाङ्गी यो चाहिँ बजार पुग्नु आँट्दाखेरि माथिल्लो साइडपट्टि के भन्छ यो क्याम्प के भन्दो रहेछ है। त्यहाँदेखि भित्र आउनेहरूलाई त धेरैलाई थाहा होला है, तर मलाई चाहिँ ठाउँहरू हजुरहरूलाई थाहा होला, तर मलाई चाहिँ त्यति मजाले थाहा छैन, त्यही पनि हजुरहरूलाई देखाउँदैछु। अनि यहाँ चाहिँ 2 ठाउँ छ साथीहरू है, 2 ठाउँ होला मैले बुझेँ सुने अनुसार है। यो चाहिँ अब मैले देखाउँछु नि, यो फर्स्टचोटि यो चाहिँ पुरानो है। अनि हामी चाहिँ नयाँमा जाँदैछौँ है साथीहरू। नयाँ सायद 2वटा पुरानै होला, तर अब अहिले अलिक चलेको भनौँ न। त्यसपछि हामी चाहिँ ठ्याक्क ठाउँमै पुग्यौँ है साथीहरू। एकदमै आनन्द, ठुलो रुखको मुनि बसेर खानु एकदमै गर्मीमा त झन् आनन्द साथीहरू। अनि हामी चाहिँ बसेर छोरो चाहिँ छक्क परेर हेर्दै थियो है। अनि मैले चाहिँ गरी जिस्काइदिएँ है। भित्र पनि रहेछ साथीहरू ठाउँ, तर मान्छेहरू हुनुहुन्थ्यो। अनि मान्छेहरू निस्केपछि हामी पस्यौँ। त्यसपछि हामी सुरुमै फिङ्गर खायौँ है साथीहरू। अनि बाहिरको नजारा यस्तो छ, एकदमै शीतल राम्रो भन्दै हाम्रो सादा थुक्पा मिठो थुक्पा आइपुग्यो। के गर्नु साथीहरू। अनि मजाले घोलेँ है, बोल्दै झन् ठुकै बिलाएँ साथीहरू। के गर्नु यस्तै छ है मेरो चाहिँ है। त्यसपछि छोरो पनि पुरै खान्छु भनेर बोल गर्दै थियो। मैले चाहिँ हल्का सुप पिएदिएँ, पिरो थियो नि त साथीहरू। सोयाबिन चाहिँ फेरि नखाने अरे छोराले। अनि मैले चाहिँ फटाफट खान थालेँ। एकदमै मिठो क्या, खुसी। हामी चाहिँ मिठो भएर पुरै 2 जना आमा छोरा नै खुसी छौँ है साथीहरू। अनि हामीले चाहिँ सकाएर चटपटे पर्खेर बसेको थियौँ साथीहरू। चटपटे पनि आयो, एकदमै मिठो जस्तै देखिने चटपटे आयो अगाडि। त्यसपछि अब म चाहिँ ट्राई गर्छु। मिठो रहेछ भन्दै मैले चाहिँ हल्का छोरालाई पनि माथि देखाएँ। अनि छोरो पनि फेरि एकदमै खान्छ है साथीहरू। चटपटे भनेपछि छोरो हिरिकै हुन्छ, उसको फेभरेट हो। गफ गर्दा हामीले चटपटे पनि खाइसक्यौँ साथीहरू। एकदमै मिठो छ, आउनु होला हजुरहरू भन्दै हामी चाहिँ खाएर बाहिर निस्क्यौँ साथीहरू। मुख पनि रातो, जिब्रो पनि रातो हुँदै पिरोले। अनि साथीहरू हामी चाहिँ खाइसक्यौँ, अब हजुरहरू आउनु होला भन्दै बाबा।